ओके च्याट लेट्स स्टार्ट फ्रम द बिगिनिङ यार सुरुदेखि सुरु गरौँ यार आज ओके दाइ म बच्चादेखि बुढो भए काइजन दाइ टिकटकरदेखि युट्युबर च्याट अब मैले तिमीहरूलाई भन्ने बिर्सेँ यार म कहाँ गायब भएको थिएँ के गरिरहेको थिएँ आई डिन्ट टेल यु गाइज राइट अब त्यहीबाट सुरु गरौँ है त लेट्स सी फ्रम मेरो त्यो आई क्विट युट्युब भिडियोबाट है त म गएदेखि के भयो अब 2026मा के प्लान छ काइजन 2.0मा के ब्याङ्गर छ लेट्स स्टार्ट फ्रम द बिगिनिङ यार च्याट अनि तिमीहरूलाई नि एउटा यस्तो खतरा अपडेट छ नि यु गाइज विल बी अमेज्ड ओके लेट्स क्विट अगेन लास्ट यार तिमीहरू ओके च्याट लेट्स स्टार्ट है त फर्कै त सो 4 महिना ब्याक आई क्विट युट्युब भिडियो मैले पोस्ट गरेको थिएँ ओके सो किन भन्दाखेरि देयर आर लट अफ रिजन्स ओके लट एन्ड लट अफ रिजन्स मैले युट्युब गरेको भइसक्यो 3-4 महिना होइन आई वान्टेड टु सी मेन कुरा के भन्दाखेरि म टिकटक चाहिँ कतिको गाह्रो छ के छ भनेर आई वान्टेड टेस्टेड ओके मलाई त टेस्ट गर्नु मन थियो क्या लाइक आई बिकेम अ टिकटकर फर अ मन्थ भन्ने भिडियो निकाल्नु थियो मलाई होइन मेन अनि त्यही भएर मैले चाहिँ 1 महिना चाहिँ म ट्याक्क लाइक टिकटक म फुल टु टिकटकर मोडमा जान्छु आई विल बी टिकटकर भनेर बसिरहेको थिएँ क्या अनि त्यही बिचमा मेरो इक्जाम सनी पऱ्यो फेरि अर्को महिना सर्यो अनि त्यसपछि अहिले मेरो रुम पनि अब च्याट अब आउने लाइक न्यू इयरतिर मेरो रुम पनि सिफ्ट हुँदैछ ओके अब न्यू ठाउँमा हुन्छ यार च्याट न्यू सेटअप हुन्छ यार सो त्यो पनि भयो त्यसले गर्दाखेरि महिना सरे गरेँ यार त्यही भएर मात्र म 4 महिना लेट भयो के नत्र म 1 महिनाभन्दा बढी लेट हुँदैन थियो यार च्याट आमामामा न्यू रुम यस न्यू गेमिङ रुम यप च्याट यार अब झन् बब्बाल हुँदैछ यार अब झन् बब्बाल हुँदैछ झन् अब 2026 गर्नु बी क्रेजी लास्टै क्रेजी हुन्छ यार अब बुझ्यो नि लेट्स गो जेभेनको फ्यान हुन लागे थिएँ नाइस इन्ट्री ओ चिल यार के सम्झाएर यार कम ब्याक हानेर चाहिँ यार तिमीहरू के सम्झाएर यार मलाई यार फर्किनु पाएन तिमीहरू मलाई यस्तो नसम्झाओ न यार लास्ट यार ओके च्याट म भन्दै थिएँ क्या अरे सो फर्स्ट मन्थ आई बिकेम अ टिकटकर हो मैले के लिएको थिएँ भन्दाखेरि आई विल बिकम अ टिकटकर फर 30 दिनको लागि होइन अनि ले चाहिँ टिकटक गाह्रो छ कि युट्युब गाह्रो छ अनि मेन त्यो थियो कि मेरो त्यो होइन सो आई बिकेम अ टिकटकर फर अ मन्थ सो यदि तिमीहरू मध्ये कसले मेरो सिक्रेट टिकटक एकाउन्ट भेटा यार तिमीहरू मध्ये कतिले मेरो सिक्रेट टिकटक एकाउन्ट भेटाएको थियो च्याट मैले त भेटिनँ ओके धेरैले नाम पनि भन्छ यार नट गाइजन यस आई हेभ फाउन्ड अब धेरैले भेटाएर चाहिँ यार तिमीहरूले यार झन् सरप्राइज हान्ला तिमीहरूलाई भनेर बसिरहेको थिएँ झन् तिमीहरूलाई मस्त आज सरप्राइज हान्छु म अनि तिमीहरूसँगै म तिमीहरूले देखाउँछ यस्तो गरिरहेको छ भने सबलाई थाहा रहेछ यार तिमीहरू यार भेटिन ओके नभेटिन टन्डे रहेछन् ओके च्याट लेट्स गयो त्यहीँबाट सुरु गरिदिउँ है त सो मैले चाहिँ के गरेको थिएँ भन्दाखेरि आई ओपन अ सिक्रेट च्यानल हो कि नट काइजन ओपी भनेर अनि यसमा चाहिँ मैले अपलोड हालेको थिएँ फर द लास्ट 15 डेज भनौँ न 15 दिन हो कि सो मैले भिडियो हालेको थिएँ सो मेरो टार्गेट चाहिँ 30K कटाउनु थियो जुन गोलबाट म अहिले धेरै नै टाढा छु बट यु गाइज क्यान गो एन्ड फलो हो कि यस्तो बबल कन्टेन्ट हालेको थिएँ सो च्याट तिमीहरू सरप्राइज हुन्छ होला यसमा यसको कन्टेन्ट देखेर तिमीहरू कसले हेऱ्यो यार नेक्स्ट लेभल थियो कि थिएन इफ आई वान्ट टु बी टिकटकर आई विल बी टिकटकर च्याट यार कन्टेन्टको लेभल हेर न भ्युज हेर न यार जस्ट लुक एट भ्युज यार 1,10,000 त मिनिमम जस्तो छ यार 1,15,000 हेरौँ है त यो मिस्ट्री बल र यसमा चाहिँ 30 भन्दा बढी टिकटक च्यालेन्जेसहरू र हरेक दिन मैले यसबाट कम्प्लिट गर्नुपर्छ एउटा टिकटक च्यालेन्ज ओइ सिट सबै पोख्यो यार सो लेट्स सी आज डे 1 मा चाहिँ के पर्छ हेरौँ है त के पर्छ सो च्याट सुरुमा मैले के गर्थेँ भन्दाखेरि टिकटक बल च्यालेन्ज थियो बल हुन्छ बलमा जे टिकटक पर्छ त्यही गर्छु भनेर सोचिरहेको थिएँ होइन सुरु दिनै परेको थियो मलाई क्रिन्ज टिकटक बनाउनु पर्ने हो कि म टिकटक चाहिँ देखाउँदिनँ यु गाइज क्यान गो अनि हेरे हुन्छ मस्तो कि यहीँ छ म देखाउँदिनँ म अलिकति देखाइदिउँ देखाम कि नदेखाम भन्ने यार म यो भयो यार च्याट म हेऱ्यो भने म आफै उठ्छु यो म होइन ल दिस इज नट काइजेन यो म होइन दिस इज नट काइजेन हो कि अनि यही बिचमा वी गट स्पोन्सर एज वेल हो कि विटीले भन्नुहुन्छ मेरो भाइको सो वी गट स्पोन्सर एज वेल सो बब्बाले कुक भइरहेको थियो उता पनि अब वी विल गेट ब्याक अन युट्युब एज वेल यार हेरौँ अहिले नहेरौँ यार च्याट यार तिमीहरू गएर हेर यार नट काइजेन सर्च गरेर टिकटकमा देखिहाल्छ ओके यु गाइज क्यान गो एन्ड वाच होइन बल कन्टेन्ट छ अझै बल आउँदैछ ओके अहिले भर मैले भिडियो हालेको थिएँ भर्खर हालेको थिएँ मैले पोकेमोनवाला कति मिनट अगाडि 2 आवर्स अगाडि हालेको थिएँ सो गएर हेर बल यहाँ झन् नेक्स्ट लेभल कन्टेन्ट आउँछ ओके सो यो भयो एउटा कुरा अनि अर्को त्यो आई क्विट युट्युबवाला जुनको कमेन्ट हेर्दाखेरि म हाँसेर बसेको थिएँ यार तिमीहरू कतिले त पत्ताको थिएन हो कतिले त पत्ताको थियो कि म आउँदिनँ अब लाइभ स्ट्रिमिङ गर्दिनँ त्यहाँदेखि सबैले पत्ताको थियो तर धेरैले पत्ताको पनि थिएन क्या आई विल क्विट भन्ने होइन आई नो काइजन इज अन द गाई टु क्विट अल अफ अ सडन लाइक दिस आई थिङ्क काइजन इज कुकिङ समथिङ बिग यप आई वाज सो धेरैजनाले पत्ताको त थिएन तर धेरैले पत्ताको पनि थियो यार मेन खुसी को भइरहेको थाहा यस्तो हुँदाखेरि छापा छ बढी खुसी भइरहेको थियो क्या च्याट छापा हुन्छ नि लास्टै खुसी भइरहेको थियो होला ओ यस यार
अब त मैले गर्न पाउने भए अब हुन्छ कुकिङ स्ट्रिम एभ्रिडे च्याट यार कुकिङ स्ट्रिम त्यो कुरा अहिले छोडिदिउँ ओके त्यो कुरा छोडिदिउँ लेट्स मुभ अन टु अदर अपडेट्स ओके अरू अपडेट्सहरू हामीले जे गर्दैछौँ त्यो अपडेटहरूमा जाऊँ यार